श्री कल्याणकारी बहुउद्देश्य सहकारी संस्था लिमिटेड चौरीदेरली गाउँपालिका वडा नम्बर 3 बाजी फेदाले आफ्नो 58औं स्थापना दिवसको अवसरमा विभिन्न सङ्घ संस्था, मन्दिर, गुम्बा, विद्यालय, सामाजिक संस्थामा फलफुलका बिरुवा वृक्षारोपण गर्ने अभियान अन्तर्गत आजको पहिलो वृक्षारोपण वडा नम्बर 4 मा अवस्थित लक्ष्मी प्रतिष्ठानबाट सुरुवात भएको छ। यहाँहरूले 50वटा प्लान्ट मात्रै रोप्नु भएन, त्यसबाट चाहिँ नि अब 50 इन्टु समथिङ थाउजन्ड चाहिँ तपाईँहरूले त्यो कोअपरेट गर्नुभएको हामी बुझ्छौँ। किनभने त्यसलाई हामी 100% रूपमा यसलाई हुर्काएर हामी चाहिँ भोलि फलाउने अवस्थामा जान्छौँ र हार्भेस्ट गरेर त्यसलाई सम्भवतः हामी मार्केटमा पनि लैजान्छौँ। त हामी सानो सानो कामले ठुलो परिणाम ल्याउन सक्छौँ। यसको लागि तपाईँहरूप्रति मेरो हार्दिक धन्यवाद छ र यस्तै धेरैतिर फैलाउँदै जानुहोस्। सबैको जय होस्। केदारेश्वर मच्छिनारायण सिद्धिविनायक मन्दिरको प्राङ्गणमा यो ठुलो आलचौरमा हामीले चाहिँ फलफुलका बिरुवाहरू वृक्षारोपण गरिरहेका छौँ। यो श्री कल्याणकारी बहुउद्देश्य सहकारी संस्था लिमिटेडको 18औं स्थापना दिवसको अवसरमा चाहिँ हाम्रो यो टिम रहेको छ। वृक्षारोपणको कार्यक्रममा हामी अहिले बाजीखेदा स्वास्थ्य चौकीमा आइपुगेका छौँ। यहाँ पनि निरन्तरताले नै दिइरहेका छौँ हामीले। यहाँ पनि फलफुलका बिरुवाहरू वृक्षारोपण गर्नेछौँ। अब सबै बिरुवाहरूलाई बोधिचित्त लगायत धुपीको बिरुवाहरू लगायत फलफुलका बिरुवाहरू छ। यसलाई हामी चाहिँ वृक्षारोपण गर्नेछौँ। लिएर चाहिँ उहाँहरूले गुम्बामा उहाँहरूकै टोली आएर चाहिँ यहाँ वृक्षारोपण गर्दैछौँ। त्यसको लागि उहाँ कल्याणकारी संस्थालाई पनि धन्यवाद। हामी सबै यहाँ गुम्बा मन्दिरदेखि नछोडेर उहाँहरूले यो बर्खगोटियामा आएर वृक्षारोपण गर्नुभएको छ। त्यसको लागि कल्याणकारीलाई धेरै धेरै पानी यहाँ झर्नु चाहिँ होइन, यहाँ झर्नु छ भनेपछि यो त जसरी हुर्कनु पर्यो मारे पाले पुण्य अहिले हामी श्री बुद्ध हिमालय माध्यमिक विद्यालयको प्राङ्गणमा आइपुगेका छौँ। हामी यहाँ पनि फलफुलका बिरुवाहरू वृक्षारोपण गर्ने तयारी गरिरहेका छौँ।